Hello everyone, welcome back to our YouTube channel. हजुरलाई मेरो ब्लग्समा स्वागत छ। धेरै दिनको पश्चात है। अनि आज चाहिँ मलाई ब्लग गर्नु मन लाग्यो किनभने आज फ्री पनि भए है अनि काममा जानु परेको छैन, डे अफ थियो। सो आज चाहिँ असार 15, सो ह्यापी असार 15 दही चिउरा खाने दिन हो। सो सबैजना हामी नेपाली दाजु बहिनी दिदी भाइ आन्टी अङ्कलदेखि सबै नेपालीहरूलाई चाहिँ असार 15 को चाहिँ शुभकामना, दही चिउरा खाने दिनको शुभकामना। ल त्यही हो नि, आज चाहिँ मलाई गर्नु मन लाग्यो क्या। सो म गर्दैछु नि। स्पेसली आज के हो भने हाम्रो चाहिँ देपा भनेको बडा बाउ, अनि देपा चाहिँ हाम्रो राई भाषाबाट देपा भन्छ कि देवा भन्छ, तर हामी चाहिँ पहिला सानैदेखि देपा भनेर देपा भन्छौँ है। अनि देपाको चाहिँ बर्थडे हो क्या, जन्मदिन हो। सो मलाई चाहिँ थोरै भए पनि भ्लग गर्नु मन लाग्यो। सो आज छुट्टीको पनि बेला नि, त्यही पनि मलाई पनि थाहा थिएन, दिदीले भन्नुभयो क्या आज त देपाको त फोन गरेर अघि बिहान देपाको त उयो हो के अरे बर्थडे हो भन्नुभयो, जन्मदिन हो, यसो मनाइदिनुपर्छ है केक काटेर भन्नुभयो क्या। ल ओके भनेर, तर थाहा छैन क्या, मैले विस पनि गरेको छुइनँ, बिहान उठेर पनि विस गरेको छुइनँ। अब एकैचोटि बर्थडे नै गर्ने। एकछिनमा दिदी आउनुहुन्छ नि, आज दही चिउरा खाने दिन पनि हो। सो बाबा चाहिँ बिहानै उठेर दही किनेर आउनु भएछ क्या। हुनु चाहिँ दही सधैँ हुन्छ, तर सिद्धिएको रहेछ, यतिले पुग्दैन भनेर दही किनेर आउनु भएछ, दही दुधहरू किनेर आउनु भएछ। अनि आज छुट्टीको दिनमा अलिकति बिहानसम्म सुतिन्छ क्या। अनि आज फेरि यस्तो राम्रो दिन रहेछ क्या, आज पूर्णिमा है। अनि शिवजी र लक्ष्मीको चाहिँ पूजा गराउने एकदम राम्रो हुँदो रहेछ। सो मैले चाहिँ कति भयो नेपालमा हुँदाखेरि चाहिँ म एकदमै आफू पूजा गर्ने है, व्रत बस्ने एकदमै आस्था गर्थेँ र गर्थेँ पनि होइन। अनि यहाँ आइकन त्यही हो, काम जा आइज अनि त्यस्तो त ध्यानै हुँदैन थियो क्या। अब है अलिकति पूजा त गरिन्थ्यो बिहान बिहान होइन, तर व्रत चाहिँ त्यति बस्दिनँ थिएँ। अनि थाहा छैन के हो है, त्यही भएर पनि होला अलिक मलाई टेन्सन छ मेरो लाइफमा। त्यस्तै हुन्छ, उताप चढाप हुन्छ। सो त्यस्तै भइरहेको छ मेरो लाइफमा है। अनि भनेको जस्तो पनि भइरहेको छैन, अलिअलि टेन्सन छ। सो आज पनि राम्रो दिन पनि पर्यो, पूर्णिमा है, सबै कुरा जोडेको मेरो देपाको बर्थडे पनि। सो अनि आज मैले व्रत नै राखेको छु। अनि त्यही हो, असार 15 पनि हो, दही चिउरा खाने दिन पनि हो। त्यसो भ्लग गरौँ न भनेर जोस जागरको साथमा आइरहेको छु। के हुन्छ हजुरलाई सर्ट क्लिप देखाउँछु, अहिले दिदी आउनुहुन्छ है। अनि त्यसपछि अहिले के हुन्छ, दही चिउराहरू के खान्छ। चिउरा पनि फेरि सिद्धिएको रहेछ क्या हाम्रोमा। मलाई चाहिँ थाहा पनि थिएन, आज दिदीले पनि थाहा थिएन रहेछ। अघि बिहान पनि आज दही चिउरा खाने दिन रहेछ, मेरोमा चिउरा छ, म लिएर आउँछु अरे। जे भयो भने अलिअलि भए पनि आफ्नो नेपाली कल्चरलाई त गर्नु पर्यो नि त होइन। अब हामीले बिर्सिँदै गयौँ भने हाम्रो छोराछोरी पनि बिर्सिँदै जान्छ होइन। अब अर्कै देशमा आए तापनि होइन, आफ्नो कल्चर चाहिँ नबिर्स्यौँ। अनि हिजोसम्म पनि थाहा थिएन क्या, आज बिहान थाहा भएको। सो अनि त्यही हो, अलिअलि अब यसो चिउरा दहीहरू खानुहुन्छ होला। मेरो व्रत म खाँदिनँ, म चिया यसो के खान्छु। अनि दिदी आउनुहुन्छ। सो अनि अलिकति ब्लग गर्छु त्यसको। अनि त्यसपछि के काटेको देपाको बर्थडेको है। ल दिदीहरू आइसकेर पनि यहाँ अब हामीलाई टिका लगाइदिनु हुँदैछ। असार 15 दही चिउरा खाने दिन हो। अब के नगरे पनि त्यही हो, सधैँ के जति अरे पाथीमा चाहिँ एकदम पाथी भएर विश्वास गर्छु। पाथी भएर त्यही भएर पाथी भएर माताले सधैँ शक्ति सहने शक्ति र के अरे उ गर्ने शक्ति चाहिँ सधैँ दियोस् मेरो काइली बहिनीलाई। जे जस्तो भए पनि माताले सधैँ शक्ति दियोस्। देवी माताले ल पनि ह्यापी के अरे के भन्छ दही चिउरा असार 15 ह्यापी असार 15। बाबा भन्नु चाहिँ ह्यापी असार 15 ह्यापी असार 15। अब परदेशमा केहरू एकछिन हल्लेर टाउको के ल खाऊ न खाना ल गर्नु न। म पसिदिन्छु ल। हाम्रो चाहिँ यस्तो भइसक्यो छ यस्तो पाउँछ आफ यहाँनिर चाहिँ। ल सेल रोटी के खाने हो। म चाहिँ यहाँ चिया है कि चिए ओहो खोइ देपालाई लगाइदिएको हो फास्ट। यहाँ छोरालाई पनि दही चिउरा उता हाई हल्लो गर्दै हेलो हाई भनिदेऊ छोरो। ह्यापी असार 15 भन्देऊ त। ह्यापी असार 15।
अनि असार 15 असार 15 असार 15 ह्याप्पी दही चुरा खाने दिन असार 15 भनिदिनु त ह्याप्पी असार 15 भन्नु त ह्याप्पी असार 15 आज हाम्रो देपाको जन्मदिन हो बर्थडे बेलुका विश थ्याङ्क यू त्यसको म त सेक्रीमा भनेर अघि नि भिडियोमा सेक्री भनेको थिएँ ल ह्याप्पी बर्थडे नेपा ए हो ल ए म त नभन्ने भए एकैचोटि केक काट्दाखेरि भन्ने भनेको त तिमीले भनिहाल्नु भएछ ठिकै छ एनिवे ल अब यस्तै छ अब अझै चिया हो खाने हो बस्दै थियो त्यति नै खाएको बाबा उयो रोटी Tell him that it's you. नानी ऊ खान्छ भने खाऊ फ्राइड राइस खान्छु मामा विस गर्नु न दाइलाई ह्याप्पी बर्थडे भन्नु त ह्याप्पी बर्थडे ल थ्याङ्क यू हाम्रो संस्कृत होइन नि त्यो They say one. छेत्री बाहुनको त्यसका त्यसो नभन्नु न जे भने नेपाली कल्चरमै अब गाभिन्छ नि त छेत्री बाहुन र राई लिम्बू जे हो भने हामीले पहिलादेखि सानोबाट अब के अरे मान्दै आएको मान्नुपर्छ हाम्रो पुर्खाले त होइन छोरा हजुर होइन छोरा यो पहिलादेखि मान्दै आएको मान्नुपर्छ भनेको कि Yes. Of course. Of course. Of course. Yes. Up, yeah. Of course. Of course. No, up. Of course. Such a bad joke. दही चिउरा गर्ने उनीहरूले पनि खान्छ नि त अन्त कसले यस्तो केराहरू कसले खान्छ छेत्री बाबु नि Yeah, good taste. यो त हेल्दी हो नि त खासमा राम्रो हो Yeah, it's pretty good. अन्त हेल्दी चिज जसले जे गरे पनि भयो क्या जातपात न के अरे राम्रो कुराहरू सबैले अगाल्नुपर्छ अब भाइ बुहारी चाहिँ काममा के गर्ने अब जुन आज जो जो छ त्यसले खाने त्यही त दाजु भाउजू सबै काममा हो अनि हाम्रो चाहिँ आज डे अफ भएर अघि नै खाएर आएको। भुटीमा पनि खाने Yeah, exactly, भुटीमा पनि। खाऊ म एउटा अन्डा बनाउँछु। अब ल म बनाइदिन्छु म बनाउँछु। ए म बनाइदिन्छु छोटे तपाईँ मोमो rest गर्नुहोस्। Relax, तपाईँले खानुहोस् न। म बनाउँछु। मेरो फास्टिङ टुडे अब fasting? यस यो दिनमा? हेर त कस्तो दामी मैले नेपाली चिया बनाएको छु आज राम्रो दिन अरे उम्, त्यही भएर नि फास्टिङ बसेको So, कस्तो बेलुका राम्रो छ हेर त खानु- हाम्रो बेलुका देन बाजेको बाटो आयो। नखाने म त उयो चना भिजाएको छु रोटी बनाउँछु आइ एम ह्याप्पी नि त हौ दही चिउरा खाने त तारै आउने जुलाईको अँ। जुलाईको 6 मा आउने अरे यहाँ घरमा चाहिँ ल साथीभाइहरू हाम्रो अब बोजू, हाम्रो छोरीको देवताको बोजू केक कति काट्ने बेला भयो यहाँ दाजु भाउजू पनि आइसक्नु भइसकेको छ Sorry, म के अरे सो अब हामी केक काट्छौँ ल ह्याप्पी बर्थडे देपा ह्याप्पी बर्थडे देपा ह्याप्पी बर्थडे टु यु देपा ह्याप्पी बर्थडे टु यु कता दिदी जानुभयो लामा हामी बान्दैन अनि त अनि दाजु ती भारत माताले रक्षा गरून् अझै 100 वर्षसम्म 100-200 वर्षसम्म देख्नु बस्नु पर्नु देवबाजीसँग होइन बा ह्याप्पी बर्थडे टु यु पति बाल सचिन पति बाल टु यु ह्याप्पी बर्थडे डियर पापा ह्याप्पी बर्थडे टु यु देपा केक त अलिकति आफै खानु अघि लगाएको हो बाबालाई नि आशीर्वाद दिनु न दिदी पाथी भारत माताले 200 वर्ष आयो 200 वर्ष 85 वर्ष मेरो छोराछोरीसँग सँगै बस्नु पाउन् भयो ए रेणुबाट चिताको हालेको सबै पुगोस् नबन्नेको कामहरू सबै सक्सेस हो पाथी भारत माताले सधैँ देवी देवताले रक्षा गरून् दुखीमा नहोस् राम्रो चिरञ्जीवी होस्। धन्यवाद मेरो बुहारीलाई चाहिँ अब के अरे एउटा पाथी भारत माताले रक्षा 108 गरून् वर्षको बुढो देखाउँछ कस्तो प्लास्टिकमा दिनु नि त नि
आज ऊ हो के राम्रो दिनहरू होइन यो पुरानो लुगा दिएको कि नयाँ लुगा दिएको नयाँ लुगा दिएको हुन्छ यहाँ हो यसो हेर्नुहोस् यहाँ यसो यहाँ ए ए ए हो रहेछ ए ए ए हो रहेछ ए छोराको माया रहेछ है बाउमा अब छोरीको माया यहाँ छोरीको माया यो ऊ गर्नुपर्ने छ ट्राई लुगा कति छ लुगा के लगाउन सक्छ छोरीको माया गर्नु यो पातलो ऊ हामीलाई समुद्र देखाइदिएको? जाँदा यो लगाएर जाने अँ ट्राई गर्नु त यो साथी भएन नि चेन्ज गर्नु नेपालमा पनि चेन्ज गर्नु अब घुम्न जाँदाखेरि लाउनु पर्छ है कस्तो राम्रो रहेछ तर कलर राम्रो नि बाबा कस्तो राम्रो आउँछ बाक्लो भयो क्या अब पाताल खोज्नुको लागि त नि ल अब हामी जुलाईमा जाँदैछौँ त्यतिखेर सर्ट लाएर ए हाम्रो देपा हिरो हुनुभयो वाउ देपा अब जुलाईमा हामी घुम्न जाँदा यही लाउने ल देपा यही लाउने ल देपाले कान सुन्नु हुँदैन समुद्र जाँदा यही शीतल हुन्छ यो लगाउनु यो ए लु बाबालाई त खै त बाबा कस्तो राम्रो देखियो ठिकै भयो कति राम्रो देखियो बाबालाई वाउ वाउ मैले त जुलाईमा जाने भनेर पातलो सर्ट गर्मी हुन्छ नि त बाक्लो अनि यो पातलो ल्याइदिएको दामी 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 What's going on? ल हाम्रो देपाको बर्थडे सिद्धियो देपाको बर्थडे पनि सिद्धियो हाम्रो रजत केही भन्नु छ छोरो सपिङ I don't know, I'm put on the spot. एकैचोटि भिडियो गरे होइन खुसी भयो अनि- बर्थडे भयो अब अर्को वर्ष अन्त है many more years. मेमोरी सबै मेमोरीहरू होइन अब क्याप्चर हुन्छ नि त सबै मेमोरीहरू धन्न हाम्रो ल। भाग्यले अहिलेसम्म हो नि त होइन। हो नि उसले देख्नु पाएको छ बाबामा त्यही म होइन यो मात्र खान्छु दिदी मेरो व्रत हो ल आफै लु यो मात्र ल खा नखाने म लु सिर्जना सानो ए व्रत हो व्रत हो। केक त खाने केही पनि हुँदैन के को बर्थ मैले पेनकेक बनाएको छु त्यसो भए पेनकेक मिसाएको हुन्छ अरे के होइन यो माथिको खानु न यो माथिको चाहिँ त्यो नखानु गुलियो ai मोटै यो मिसाएको हुन्छ अन्डा क्या यो माथिको खानु न यो क्या यो चक्लेट जस्तो बिहान पेनकेक खानुभएको थियो तपाईँले यो चाहिँ गुलियो हुन्छ क्या बोक्रा बाहिर यो चक्लेटी हो नि त त्यस्तै हो त्यही हो मेमोरी सबै चिजहरू मेमोरी हो मेमोरी क्याप्चर गर्दै जाने हो लाइफ भनेको यस्तै हो सुख दुःख भइरहेको छ चलिरहेको छ जिन्दगानी यस्तै हो ल त्यति भन्दै म मेरो ब्लग यदि इन्डिङ गर्छु कति भयो ब्लग नगरेको नि यो अपलोड गर्छु अनि खाना खाने हो Goodbye, I'm out. Bye. बाई प्लिज लाइक धेरै सबैजनाले धेरै गरिदिनु सब्सक्राइब गरिदिनुहोस् लाइक गरिदिनुहोस् अब कमेन्ट कन्टिन्यू आउँछ गरिदिनुहोस् मेरो ब्लग कन्टिन्यू आउँछ आउँछ पैसा महिनाको $1 million कमाइरहेको छ पर्दैन भ्युज मेरो बहिनीले यहाँ युट्युबमा चारवटा घर बस्नुहुन्छ आएको 1 वर्ष चारवटा घर किनिसक्यो अब ऊ उहाँको बाई